गिब्ली 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 सबै गिब्लीको पछाडि पागल भइरहेछन्। आखिर के हो त यो गिब्ली? जान्ने कोसिस गरौँ आजको यो भिडियोमा। दरअसल सन् 1985 मा हायाओ मियाजाकी, इसाको ताकाहाटा र तोसियो सुजुकीले मिलेर एउटा एनिमेसन स्टुडियो खोलेका थिए जसमा हातबाट कोरेर एनिमेसन बनाइन्थ्यो। यस स्टुडियोमा माई नेबर टोटोरो, स्पिरिटेड अवे, प्रिन्सेस मोनोनोके, हावेल्स मुभिङ कासल, किकिज डेलिभरी सर्भिस लगायत धेरै एनिमेटेड मुभीहरू बनिसकेका छन्। यही स्टुडियोले क्रिएट गरेका एनिमेसनको स्टाइललाई गिब्ली स्टाइल भन्ने गरिन्छ। अहिले च्याट जिपिटीले गिब्ली इमेज बनाउने नयाँ फिचर लन्च गरेपछि यसले अझै चर्चा पाएको छ। हुन त च्याट जिपिटीले सिम्पसन्स, पिक्सार, एनिमेज सबै स्टाइलको इमेज जेनेरेट गर्न सक्छ, तर सबै गिब्लीको पछाडि मात्रै किन परिरहेका छन् त? बिकज अफ इट्स युनिक एनिमेसन स्टाइल र ट्रु ह्युमन फिलिङ्सले गर्दाखेरि यो हल्का युनिक हुन जान्छ। डु यु बिलिभ कि यो 4 सेकेन्ड्सको क्लिप बनाउन 1.5 वर्षको समय लागेको थियो र यहाँ हेर्न सक्नुहुन्छ कि यसको डिटेलिङमा कति ध्यान दिएको छ भनेर। हरेक क्यारेक्टरको आफ्नै कथा लुकेको छ यसमा। अहिलेको एआई यस्तो ह्यान्ड ड्रन एनिमेसनको लागि खतरनाक साबित पनि हुनसक्छ। एआईले गिब्ली स्टाइलको इमेज त बनाउन सक्ला, तर त्यसको ट्रु फिलिङ्स कन्फेस गर्न सक्दैन।